मेरो नाम जितेन्द्र पासवान हो सर। हजुर, मेरो घर सप्तरी जिल्ला लाठी कुलाडी वडा नम्बर 4 छतिटोल हो। तपाईँ कहाँबाट जोडिनु म भयो अहिले? म दुबईबाट छु सर, दुबईबाट। दुबईबाट। के समस्या परेर हामीलाई सम्पर्क गर्नुभयो? छोटोमा आफ्नो कुरा राख्नु होला। सर समस्या यस्तो छ कि एजेन्टहरूले हामीहरूलाई 6 जना छु सर यहाँ, एजेन्टहरूले हामीहरूलाई ठकेर यता पठाइदिनु भएछ सर के। हजुर, यहाँ उता के अरे एजेन्टले भनेको छ राम्रो कम्पनी छ, यता केही कम्पनी सम्पनी छैन सर। यता चाहिँ सब के अरे ठेकेदार थ्रु काम गराउँछ हामीहरूलाई सर। मार्ने धम्की पनि दिइरहेछ, काम गर्दैन तिमीहरूलाई कुट्छु यस्तो भनिरहेछ सर यहाँ। कसले पठायो भन्नुहोस् त? को एजेन्ट नाम बताउनुहोस् त? कसले पठायो, के कामका लागि पठायो, कहिले पठाएको हो, त्यो सबै कुरा हामीलाई विस्तृतमा बताउनुहोस् त। त्यो एजेन्टको नाम मुकेश कुमार पासवान हो सर। त्यो पनि वडा नम्बर 4 कै हो, कुलाडीको तिलाठीको वडा नम्बर 4 हो। हजुर, मेन पावरको नाम हो टार्गेट कन्स्ट्रक्सन ह्युमन स्क्रिप्ट प्राइभेट लिमिटेड। हजुर, ए म्यान पावरबाटै जानुभएको तपाईँहरू? हजुर, मेन पावरले हामीहरूलाई कल गर्दाखेरि मेन पावर उल्टाले हामीहरूलाई थर्काउँछ, तिमीहरू काम गर्दैन भने तिमीहरूलाई रुमबाट त्यहाँबाट निस्काइदिन्छु, रोडमा फसाइदिन्छु, गाली गलौज पनि सबै गरिरहेछ सर तिनीहरू त्यहाँबाट हामीहरूलाई। तपाईँहरू के काममा जानुभएको? त्यहाँ के चित्त बुझेन भन्नुहोस् त? हामीहरूले भनेको थियो कि कन्स्ट्रक्सन लेबरमा पठाउँदैछु, अनि यहाँ आएर हामीहरूलाई कन्स्ट्रक्सन लेबर केही छैन सर। हामीहरूलाई खालि खाना मात्रै पकाउँछ, अनि घाममा एकदमै पुरो गाह्रो पारिसकेको छ सर यता। ए, अनि तपाईँहरू त्यहाँ पुग्नु भएको कति महिना भयो? हामीहरूको यहाँ सर 1.5 महिना भइसक्यो, नत्र खाना पैसा दिन्छ नत्र केही दिँदैछ सर हामीहरूलाई यहाँ। तपाईँले पैसा पनि पाउनु भएको छैन, तलब पनि पाउनु भएको छैन? हजुर सर, तलब पाउनु भएको छ? तलब पाए छैन, अहिले केही दिए छैन सर। ए, अनि त्यहाँ कम्पनीले के भनिरहेको छ त तपाईँहरूलाई? कम्पनीले भन्छ तिमीहरू काम गर्नु, चुपचाप काम गर, तिमीहरूलाई मसँग कुरा नगर, तिमीहरू त्यस्तो कुरा भइरहेको छ यहाँ सर। ए, अनि तपाईँहरूले यो आफ्नो गुनासो त्यहाँ दूतावासमा सुनाउनु भयो त? त्यहाँ पुर्याउनु भयो? सबै कुरा सर मेन पावरले यसो यसो भने सर, यसो यसो भइरहेको छ यताको मान्छे, तिमीहरूलाई मसँग कुरै नगर। मेन पावर पनि त्यही कुरा गर्दैछ, तिमीहरू मसँग कुरै नगर। हस्, तपाईँहरू 6 जना हुनुहुन्छ होइन टोटल? हजुर हजुर, हामीहरू 6 जना हौँ सर। हस्, ती 6 जनालाई हामी सम्पर्क गर्छौँ, हाम्रो टिमले सम्पर्क गर्छ र त्यस पछाडि त्यसको थप वास्तविकता बुझ्ने प्रयास हामी पक्कै पनि गर्नेछौँ। म्यान पावर कम्पनीलाई हामी जवाबदेही बनाउनेछौँ, तपाईँहरूको समस्या समाधान गर्ने कोसिस हामी गर्छौँ। तपाईँहरू त्यही भनेअनुसारको काम पायो भने त्यही काम गर्न तयार हुनुहुन्छ कि अथवा होइन हामी त नेपालै फर्कन्छौँ भन्ने हो? के हो तपाईँहरूको भनाइ? हो सर, हामीहरू जसरी भए पनि यताबाट सर हामीहरूलाई उद्धार गरिदिनु होला। हस्, यस विषयमा हामी बुझ्छौँ। दर्शक महानुभावहरू, 6 जना हामी नेपाली समस्यामा परेका छौँ दुबईमा भन्ने खालको गुनासो उहाँले गर्नुभएको छ। म्यान पावर कम्पनीबाटै उहाँ जानुभएको भन्ने किसिमको गुनासो पनि आएको छ। यस विषयमा हामी म्यान पावर कम्पनीको ध्यानाकर्षण गराउन चाहन्छौँ र उहाँहरूलाई हामी यस विषयको जवाब लिनको लागि थप बुझेर सम्पर्क पक्कै पनि गर्नेछौँ। यिनै विषयहरू प्रस्तुत गर्दा गर्दै आजलाई कार्यक्रम सिधा कुरा जनतासँगको